नमस्ते। बेलायतबाट प्रकाशित साप्ताहिक पत्रिका एभरेस्ट टाइमको अर्को च्याप्टर एभरेस्ट च्यानलमा यहाँहरू सबलाई नमस्ते भन्न चाहन्छु। र आज नेपालका एकदमै चर्चित लोकदोहोरी गायिका जुना शिरीषसम्म युकेमा झम्ठा भेट भएको छ। उहाँसँग छोटो कुराकानी गरौँ। जुनाजी नमस्कार। अनि यहाँलाई चाहिँ एभरेस्ट च्यानलमा स्वागत गर्न चाहन्छु। कस्तो लागिरहेको छ युके? हजुर नमस्ते अनि धन्यवाद दाइ र एभरेस्ट च्यानल हेरेर बस्नुहुने सम्पूर्ण श्रोता दर्शकहरूलाई पनि मेरो नमस्कार। युके मेरो फर्स्ट टाइम हो, एकदम रमाइलो रहेछ। युकेमा रहनु नै सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू असाध्यै रमाइलो खालका हुनुहुन्न रहेछ होइन। हिजोको कार्यक्रमले पनि थाहा भयो। धेरै खुसी छु, म नेपालमै भएको महसुस भइरहेको छ। थ्याङ्क यू। तपाईँले कुरा जोडिहाल्नु हो। वास्तवमा मगरसँग युकेले यहाँलाई बुद्ध नेपाली ओपन कन्सर्टको लागि निम्त्याएको थियो र हिजोको कार्यक्रमको बारेमा तपाईँलाई कति सफल भयो जस्तो लाग्छ? बुद्ध नेपाली ओपन कन्सर्ट हरेक वर्ष मगरसँगले गर्दै आएको थाहा थियो मलाई होइन। मैले पनि धेरै पहिलादेखि आउने कोसिस गरेको थिएँ, तर यसपालि चाहिँ मेरो भाग्यले साथ पनि दियो र मलाई मगरसँग युकेले अवसर दिनुभयो यहाँसम्म आउने। एकदम धेरै देशहरूमा म पनि पुगेको छु कार्यक्रमहरूको लागि होइन। तर यो बुद्ध ओपन कन्सर्ट चाहिँ मलाई छुट्टै खालको रमाइलो, छुट्टै खालको आनन्द आयो। हिजो चाहिँ धेरै रमाइलो लाग्यो। नेपालकै मेला महोत्सव जस्तो लाग्यो कि मलाई चाहिँ। खुल्ला ठाउँमा होइन, पुरा भरि मान्छे, एकदम 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 रमाइलो लाग्यो। हिजोको कार्यक्रम चाहिँ मलाई चाहिँ लाग्छ मेरो व्यक्तिगत तर्फबाट चाहिँ एकदम सफल भएको महसुस गरेको छु। यतिखेर म सानो कुरा जोड्न चाहन्छु र युकेमा धेरै सङ्घ संस्थाहरूले धेरै खालको प्रोग्रामहरू गर्नुहुन्छ र मगरसँग युकेले नेपाली ओपन कन्सर्ट चाहिँ हरेक साल गर्छ र यो कार्यक्रम चाहिँ एकदमै एउटा छाप छोडेको छ युकेको जनमानसमा। र यहाँलाई चाहिँ त्यो कुरा प्रसङ्गलाई छोडेर अब चाहिँ म तपाईँको व्यक्तिगत जीवनतिर पस्न चाहे र यहाँको जन्मथलो, शिक्षा अनि यहाँसम्म आउँदाखेरि तपाईँले गर्नुभएको सङ्घर्षहरूको बारेमा केही बताइदिन सक्नुहुन्छ कि? मेरो जन्मथलो चाहिँ धौलागिरी अञ्चलको बागलुङ जिल्लाको गलकोट भेग रिगा गाडी छ। म चाहिँ सामान्य घर परिवारमा जन्मेको मान्छे। मेरो घरमा मेरो बाबा कोही पनि लाउने हुनुहुन्न होइन। हामी सामान्य कृषि गर्छौँ गाउँमा। हामी मध्यमवर्गीय परिवारमा जन्मेको म। गाउँमै जन्मेँ, गाउँमै हुर्केँ र गाउँमै पढेँ। हजुर। अनि गाउँमै पढेपछि 58 सालको मेरो एसएलसी हो। 58 सालमा एसएलसी दिइसकेपछि म चाहिँ यो गीत सङ्गीत क्षेत्रमा लागेको। सुरुमा चाहिँ मैले गीत गाउँछु नै भनेर घर छोडेको चाहिँ होइन। सिलाइ बुनाइको लागि मैले बागलुङ बजारमा आएँ, तर त्यहाँ आएपछि साथीसँगै को छुट्टै माहौल भयो होइन। साथीसँगसँग भेट भयो र उहाँहरूसँगको भेटघाटले मेरो मुड नै चेन्ज भयो र उहाँहरूसँग हिँड्दा हिँड्दै मैले गीत गाउन सिकेँ। भन्नाले अलिअलि त गाउँमै गाइन्थ्यो र त्यहाँ आएपछि टोटल्ली गीत गाउने गीत सङ्गीततर्फ नै लाग्यो। हजुर, भावीले जे लेखेछ छालाले छेकेर छेकिन्छ भने चाहिँ तपाईँलाई पनि तपाईँले सोध्दै नसोधेको गीत सङ्गीतमा लाग्छु भनेर तपाईँले सोध्नु भएको थिएन, तर लागिहाल्नुभयो। अनि गीत सङ्गीतमा लाग्नुभयो। तपाईँ चाहिँ अहिले नेपालको धेरै चर्चित लोकदोहोरी गायिकामा पर्नुहुन्छ र तपाईँलाई चाहिँ यो कस्तो अनुभूति भइरहेछ? धेरै चर्चित त नभनाउँदै होइन। अब जस चिन्दिन, मैले गर्न धेरै नै छ, बाँकी छ। यहाँहरूले चिन्नुहुन्छ, हजुरहरू जस्तै 2-4 जना चिन्नुहुन्छ, तर सबैले मलाई चिन्नुहुन्छ भन्ने छैन। तर मैले गीत सङ्गीतमा मैले गर्ने अनि मैले सकेको चाहिँ गरिरहेको छु। हिजोको दिनहरूमा मैले मेरो रुचि हुँदाहुँदै पनि मैले केही गर्न सकेको थिइनँ। एउटा बाटो देखाउने मान्छे पनि चाहिँदो रहेछ, साथ दिने मान्छे पनि चाहिँदो रहेछ र म एउटा अलि गरिब परिवारमा जन्मेको भएर पनि होला मलाई गाह्रो भएको सायद। पैसा लगानी गर्न सक्ने अवस्था थिएन हिजोको दिनहरूमा। मैले भन्नै पर्दा मैले
घरबाट पैसा लिएर लगानी गरेको छैन यो क्षेत्रमा। मैले घरबाट आउँदाखेरि मलाई आमाले बाटो खर्च मात्रै दिनुभएको थियो र मैले पछि आफै गीत गाउन हिँड्ने अनि दोहोरी साँझमै जागिर गर्ने गर्दा गर्दा मान्छे अग्रज व्यक्तिहरूसँग पनि भेटघाट भयो र सुरुमा त उहाँहरूले सान्त्वना मात्रै दिनुभयो होइन। सान्त्वना दिने मान्छे धेरै पाइयो, तर यो गर तिमीले यो गर्नुपर्छ भन्ने मान्छेहरू चाहिँ अहिले मैले कमै भेटेँ र पछिल्लो समयमा मैले नै केही गर्नु पर्दो रहेछ। अब सबैले तिम्रो स्वर राम्रो छ गर्छौ, गीत गाउनुपर्छ भन्ने, तर यो गीत गाऊ अब यस्तो गर्नुपर्छ भन्ने सिकाउने खालको मान्छे हुनुहुन्थेन। पछिल्लो समयमा चाहिँ मैले बजारमा आउट हुनको लागि आफैले एउटा एल्बम गर्नुपर्ने रहेछ भन्ने बुझेर मैले बसन्त थापासँग कन्ट्याक्ट गरेर बसन्त थापाको एउटा गीत एल्बम गरेपछि जुन गीत थियो आज माया मसँग तरफ तरफ छ, त्यो गीतले नै मलाई जुना शिरीष भनेर चिनाउन सफल भएको, त्यही गीतले नै मैले अवार्ड पाउन सफल भएको थिएँ। धेरै परिश्रम पछिको फल मिठो हुन्छ र कसैको जिन्दगी चाहिँ पहिले सुखी पछि गएर दुखी हुन्छ। तपाईँको चाहिँ पहिला अलिकति दुःखको अवस्था अनि पछि अहिले आएर तपाईँ चाहिँ माथिल्लो लेभलमा पुगिसक्नु भएको छ। नेपाल अधिराज्यको नेपालीहरूले जो लोकदोहोरीको पारखीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ तपाईँलाई चिनिसक्नु भएको छ र यहाँलाई चाहिँ कति सन्तुष्टि लाग्छ। जुना शिरीष लोकदोहोरी गायिका भनेर बाटोमा हिँड्दाखेरि तपाईँलाई बोलाउँछन् होइन। अब तपाईँ अहिलेको जमानामा फेसबुकबाट हरेक प्रकारको माध्यमबाट रेडियोहरू र सञ्चारकर्मीहरूले बोलाउनुहुन्छ। तपाईँलाई कस्तो लाग्छ अहिले पहिलाको जुना शिरीष र अहिलेको जुना शिरीषमा के पाउनुहुन्छ तपाईँले? अब पहिला धेरै सङ्घर्ष गरियो, मैले सङ्घर्ष गरेको पनि लगभग 1 दशक भयो होइन। 1 दशकसम्म सङ्घर्ष गरेपछि अहिले चाहिँ जुना शिरीष हुन पाउँदा अब हजुरहरू जस्तै विदेशमा रहनुहुने दाजुभाइले पनि मलाई सपोर्ट गर्नुभएको छ। युके लगायत थुप्रै देशमा पनि मौसँगले बोलाउनु भयो होइन। खुसी लाग्छ। पहिला मैले जुन चाहना थियो त्यो चाहना अहिले चाहिँ अलिकति पुरा भयो होइन। अब धेरै सबै चाहनाहरू पुरा हुन्छन् भन्ने त छैन होइन। मान्छे पूर्ण सन्तुष्टिमा पुग्यो भने त मान्छेको अस्तित्व नै रहन्न होइन। कहिले पनि चाहनाहरू चाहिँ बगिरहेको हुन्छ, त्यो चाहनाहरूले कहिले पनि किनारा भेट्दैन भन्छन् होइन। एकपछि अर्को चाहना हुँदो रहेछ हुन्छ र यो चाहनामा बग्दा बग्दै भावनामा बग्दा बग्दै जुना शिरीष चाहिँ कहाँसम्म चाहिँ पुगेर रोकिएला जस्तो लाग्छ अथवा बगिरहँ जस्तो लाग्छ अथवा चम्किरहँ जस्तो लाग्छ र जुना शिरीषको चाहिँ यति साह्रो लोकदोहोरी पारिखीहरूले चाहिँ जुना शिरीषलाई मन पराउनुको पृथकता चाहिँ तपाईँले आफैलाई विश्लेषण गर्दाखेरि चाहिँ के पाउनुहुन्छ? अब रोकिन मन त कसैलाई पनि लाग्दैन। सायद हामी एक दिन मर्छौँ होइन, त्यो पनि सास रोकेरै भयो। त्यो सास पनि नरोकियोस् जस्तो लाग्छ कि सास फेरिरहन पाऊँ, बाँचिरहन पाऊँ, चम्किरहन पाऊँ होइन, बगिरहन पाऊँ, त्यो त हुन्छ नै। मलाई रोकिन नपरोस्, मलाई भगवानको आशीर्वाद अनि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूको साथ अनि सपोर्ट मिलिराखोस्। साँच्चै नै यो जिन्दगीमा अजम्बरी कोही पनि छैन, हुन्नन् पनि र मरेर जाने यो भौतिक शरीर चाहिँ मरेर जान्छ, तर तपाईँको कला होइन, तपाईँको साङ्गीतिक तपाईँले छोड्नु भएको, तपाईँले गाउनु भएको गीतहरू चाहिँ त्यो कहिले पनि मर्दैन। र अन्त्यमा जुना शिरीषले मगरसँग युकेलाई र संसारभरि एभरेस्ट च्यानल हेरेर बस्नुहुने श्रोताहरूलाई के भन्नु छ? अब मेरो भन्नु त सबभन्दा पहिला त धन्यवाद नै हो होइन। धन्यवादको पात्र हुनुभएको छ मगरसँग युके र संसारमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू। जति पनि मैले मेरो कोसेली स्वरूप मैले गीत सङ्गीतहरू बजारमा ल्याउँछु, यहाँहरूले सुनिदिनु होला, साथ दिनु होला। अहिलेसम्म जति माया गर्नुभएको छ त्यस्तै माया मैले आगामी दिनहरूमा पनि पाइराखौँ। मैले सकुन्जेल अनि मेरो पराणले भेटुन्जेल होइन, मेरो पराण रहन्जेल चाहिँ म गीत सङ्गीत क्षेत्रमै रहनेछु। गीत सङ्गीत क्षेत्रमै मैले केही गर्नेछु भन्ने मेरो बाचा पनि छ। यहाँहरूले साथ दिनुभयो भने अवश्य त्यो मेरो बाचा पनि पुरा हुनेछ।
र फेरि पनि मैले मगरसँग युकेलाई धन्यवाद दिन चाहन्छु र एभरेस्ट च्यानल हेरेर बस्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु र यो अवसर जुटाइदिनुहुने आदरणीय दाइ दुध फोन दाइले पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद बहिनी। यतिखेर हाम्रो नेपालको चर्चित लोकदोहोरी गायिका जुना शिरीषसँग सानो कुराकानी गरेँ र जुना शिरीषज्यूलाई पनि मगरसँग युकेको तर्फबाट र एभरेस्ट च्यानलको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।